मेरो पहिलो चेला मेरो नितिन साहब जो कि मलाई आई ग्रेडिङ ल्याइदिनु भएको हट साहब मेरो आई ग्रेडिङ ल्याउनु हुने स्टुडेन्ट साहब र हाम्रो त एसएम साहब र सिओ साहब ठिक छ मेरो पहिलो एसएम साहब टक 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 टाट अस्ट्रेलियाबाट आइपुग्नु भएको छ हाम्रो गोपीनाथ साहब धरानमा पनि बात गऱ्यौँ हामी त भिडियोमा एकदम बढिया छ नेरा साहब आइपुग्नु भयो ल कुनामा हुन्छु भेट्दिनँ होला गल्ला भन्दै हुनुहुन्थ्यो भेट्यो नम्री साहब साहब जय गोर्खा हजुर धरान आउने कुरा गर्नुहुन्छ आउनुहोस् है साहब हजुरलाई हामी वेलकमको लागि एकदम बसिरहेको छौँ हजुर कारगिलको हिरो हाम्रो साहब हो त घायल छ पक्का चौरापिका साहब जय गोर्खा हजुर गोविन्द भिडियो बनाउँदै हुनुहुन्छ साहब हजुर त रिटायर भइसक्नु भएछ गर्व लाग्छ मेरो भाइहरूलाई देख्दा गुड यो के समरी जय गोर्खा नम्री ट्याकमै छु भइरह नमस्ते बाबु कहिले आउनुभएको अन्त नेपाली कति क्लियर बोल्नुहुन्छ साहब सञ्जय भाइ साहब हजुरको मेजर पारा साहब कहिले आउनुभयो पल्टनमा जुन 2015 ओ कण्डपल साहब गोविन्द अहिले भेट हुँदैछ हाम्रो जेबीएस यादव साहब भिआरसी र हाम्रो भिआरसी धनबहादुर राई हजुर हजुर फोर प्रार कहिले जानुभयो त्रिवेदी सर हजुर हाम्रो यहाँ परिचय हुनु बाँकी छ मेरो आखिरी सियो साहब कर्नल अफ द रेजिमेन्ट गर्नुहुने हाम्रो भिआरसी वीर चक्र विजेता जेबीएस यादव साहब मेम साहब आउँदा हामीलाई धेरै खुसी लागेको छ हस् सर हस् थ्याङ्क यू हुन्छ साहब तपाईँ हामी घरै मजाले बात गर्नुपर्छ फेरि ल हुन्छ मगर साहब जय गोर्खा हजुर इन्जोय गर्नुहोस् दिदी बहिनीहरू ल फुल इन्जोय गर्ने हो आज हाम्रो लागि हो आजको दिन चाहिँ आजको दिन हाम्रो लागि बहिनी ठिक छ भोलि कुछ कमी नहीं होना चाहिए आज का दिन हमारा है ठीक है पल्टन में दिँदै हुनुहुन्छ बहिनीहरूले ल इन्जोय गर्नुहोस् है इन्जोय गर्नुहोस् किन पुनामा धराने ठिक छ नमस्ते हाम्रो के अरे आशा बहिनी एमाङज्यू के छ हालखबर सेवा पक्का हो कम्ती अलरेडी तपाईँहरू राम्रो मान्छे मैले निकाल्नै पर्दैन आइहाल्छ राम्रै हो फुल इन्जोय गर्ने हो छोड्ने होइन हाम्रो फुली राम्रो आइपुग्छ हाम्रो एक्लै खै दिदी मम्मी खै नमस्कार मम्मी र ड्याडीलाई साथमा राख्नुपर्छ उपरवालाले मिलाइदिएको जोडी दाजु हाम्रो विकास दाजु हो नि त्यतिकै त हुनु पर्यो 3 जुलाई 1949 पलटन अपने 30 कार्यकाल की शपथ लग गई। खेलों के क्षेत्र में बटालियन ने लगातार 2 साल फुटबॉल चैंपियनशिप जीतकर अहिलेसम्म त हाम्रो नारीहरूको शक्तिमा थियौँ हामी अब वीर योद्धाहरू यहाँ आउनुभयो हामी सबैको कहानी देखिन्छ त्यहाँ भेटिन्छ है एक विद्रोही मारा गया और दूसरे को पकड़ लिया गया। इसके साथ पलटन की धेरै इन्जोय गर्नुहोस् किन हजुरलाई चिने मैले मङ्गल साहब भनेथे और उमेश को उनकी बहादुरी के लिए सेना मेडल से सबके बहादुर प्रार्थियों को 2 सेना मेडल वीरता भी प्रदान किए गए। पलटन के पाइप बैंड में 3 अक्टूबर 1998 में लेफ्टिनेंट प्रणव कुमार को छैन त खै दिदी सोनी दिदी दादा अलिक हल्का हुनुपर्छ फुल इन्जोय गर्नुहोस् आजको दिन हाम्रो देवारो सेमुना ओहो खै भाइ कहाँ हुनुहुन्छ हौ भाइ त खै कता हो को बाउ भएपछि हाम्रो चन्द्रेनी बहिनीलाई 25 साल पछि है 2005 पछि भर्खर भेटेको गुरुङ साहब जय गोर्खा हजुर अरे साहब आप यूट्यूब चैनल में मत आना मेरे को दिदीहरूलाई नमस्कार धेरै धेरै धन्यवाद हजुरहरूलाई कति राम्रो एउटै ड्रेसमा हेर्नुहोस् कस्तो सुहाउँदो रहेछ है नमस्कार नमस्कार आमा आमा एकचोटि फेरि दोहोऱ्याउँछु मैले एकचोटि फेरि दोहोऱ्याउँछु बिन्दु दिदी आइपुग्नु बित्तिकै है ड्युटी सुरु भयो
अवश्य अवश्य ए हाम्रो दयाल भाइ पनि यहीँ नै लु हाम्रो बिहार सिकुरीलाई धन्यवाद दिदीहरूलाई बहिनीहरूलाई कति फिट हुनुहुन्छ तपाईँहरू जहाँ गए पनि त्यहीँ स्वागत गर्नु पुग्नु भएको कति खुसी लाग्यो कति फिट हुनुहुन्छ हाम्रो आरती बहिनी आशा बहिनीहरू है जहाँ हामी पुग्छौँ त्यहीँ वेलकम गर्नुहुन्छ अन्त कति रमाइलो ल